मेरो नाम रवि लामिछाने हो। म नचाहिने कुरा गलत कुरा गरेर भोट पाउनुभन्दा हारेर स्वीकार गर्ने मान्छे हो। गलत आश्वासन दिएर पुरानो नेताहरूको पसल दोकान मसँग चल्दैन। म जे सक्ने हो त्यो मात्र भन्छु। कानुनले दिएको यदि कानुन नै व्यवस्था नभइकन विभेदपूर्ण छ, अन्यायपूर्ण छ भने त्यसलाई सच्याएर वास्तविक कुराको पहिचान गरेर स्वतन्त्र मान्छेहरू राखेर आयो। मेरो पार्टीको अर्को पार्टीको होइन, स्वतन्त्र विज्ञ मान्छेहरू राखेर सदाका लागि त्यसको समाधान गर्छ। स्थायी सरकार प्राप्त गर्दा हामीलाई सजिलो हुन्छ। अघि पछि पनि नलड्ने भने होइन, हारे पनि लड्छु भनेको छु। यहाँ अफिस बोल्ने हो। त्यस हुँदाखेरि तपाईँ या अरू कोही वास्तविक हुनुहुन्छ भने तपाईँको अधिकार हनन हुँदैन। तर पार्टीले संरक्षण गरेको, पार्टीलाई भोट हालेको, पार्टीका लागि जिन्दाबाद मुर्दाबाद भनेको भरमा जग्गा कब्जा त हुन्न। राष्ट्रसभाको भए पनि हुन्न। बस आश्वासन होइन यो आश्वासन भने अहिले मैले जे भनेको आश्वासन हो सही। मैले होइन, मलाई जसरी पनि दिन्छु भोट मागेर राम्रो हो त। यो कुरा चित्त नबुझ्दा बस यति हो। मेरो कुरा यही हो। यति कुराले घन्टी अहिले पनि कसैले पनि यहाँ भ्रम नसर्नु होला कि कानुनी रूपमा तपाईँहरू चाहिँ नि कानुनी रूपमा तपाईँहरू व्यवहारिक पनि हुन्छ। एउटा कानुनी मात्र हुँदैन, कहिलेका व्यवहारिक पनि हुन्छ। त्यो चारजनाले हेर्दाखेरि व्यवहारिक लाग्नु पर्यो नि त। एउटा समाजको एउटा व्यवहारिक कानुन गर्ने हिसाबले स्वतन्त्र मान्छेले आयोग बन्छ। स्वतन्त्र मान्छे कुनै पार्टीको मान्छे बन्दैन, राष्ट्रसभाको पनि मान्छे हुन्न। आवश्यक कानुनको चाहिँ तर्जुमा गरेर भए पनि र भएका कानुनको पालना गरेर भए पनि स्वतन्त्र ढङ्गले कसैलाई बाटो पर्दा सबैसँग यसो कुराकानी गरेर जाने सिलसिलामा अहिले यहाँ आएको छु। चुनावी सभा, चुनावी कार्यक्रम त बाँकी नै छ। चुनावभन्दा बाहेक पनि आउँदा खै यसो भेटघाट गर्ने, चोकमा चिया खाने बस्ने कामलाई निरन्तरता प्रदान गरेको छु। र यसपटक मैले के भनेको छु भने देशैभरिका साथीहरू जिताउनु पर्नेछ, यहाँ मात्र भएन। त्यसले गर्दा मलाई यहाँ त माया छ भन्ने विश्वास छ। तै पनि साथीहरूले यसपटक बढाउनु पर्छ है। पहिलाको भन्दा हरेक पटक रेकर्ड राखेको छ। चितवनले यसपटक पनि रेकर्ड राख्छ भन्नुभएको छ। मलाई विश्वास छ यसपटक यो जिम्मेवारी यहाँहरूको काँधमा सुम्पिनु पर्नेछ। र मलाई कहाँ भ्याइन्छ, जहाँ पुग्न सकिन्छ त्यहाँका साथीहरूलाई जिताउनु पर्ने एउटा ठुलो जिम्मेवारी यसपटक सिङ्गो पार्टीलाई आइरहेको छ। त्यसमा यसपटक चितवनको सिङ्गो जिल्लाको विशेष गरेर अब यो मेरो 2 नम्बर क्षेत्र भएको हुनाले यहाँ चाहिँ घर घरमा पुगिदिने जिम्मा मैले यहाँहरूलाई दिएँ भने यहाँहरूले त्यो जिम्मेवारी पुरा गरिदिनु भयो भने म त्यसैभरि दौडन पाउँछु। खै हाम्रो उम्मेदवार आएन, हाम्रो घरमा चिया खाएन, हामीलाई बोलाएन, हामीलाई हेरेन भन्नुभयो भने फेरि धेरै समय यहाँ जान्छ। त्यो पनि कोसिस गर्छु, त्यो नआउने भन्ने पनि हेर्ने कोसिस गर्छु। तर पनि मेरो यसपटक यहाँहरू सबैलाई विशेष अनुरोध के छ भने यसपटक तपाईँहरूले नै, किनभने हाम्रो त सुरु भएको त चितवनबाट हो। हामीले त निर्लोक क्रान्ति भन्यौँ, हामीले त यहाँबाट सुरु गऱ्यौँ। हामीले सुरु गरेको यसलाई अब यसपटक टुङ्गोमा पुर्याउने बेला आइपुगेको छ। देशले नै एउटा निकास खोजेको यो बेलामा हामीले अलिकति जोड लगायौँ भने हामीले यसपटक परिणाम दिन सक्छौँ भन्ने मैले विश्वास दिएको छु। म यति मात्र भन्छु, आज यो चुनावी सभा होइन, भाषण गर्न नै पाइँदैन। त्यसैले गर्दाखेरि म सबैलाई भिडियो मिलेर बस्नु अगाडि है। केही छैन, चाहिँदैन मलाई। तपाईँहरूसँग पुरा नयाँ